शुभ दिन। तपाईहरुलाई कस्तो छ? म पनि सन्चै छु। ल बस। ल भन्नुहोस् त बाबु नानीहरु, हामीले हिजो कुन पाठ पढेका थियौं? आमा पाठ पढेका थियौं गुरुआमा। ए ल बस। हामीले आदि मात्र पढेका थियौं है। अब सबैले आफ्नो नेपाली किताब निकाल त। ल हिजो र आज पढेर हामीले यो पाठ भ्याएका छौं। सबैले यो पाठ बुझ्यौ त? ए यदि नबुझेको भए मलाई नडराएर सोध है त, म फेरि पनि राम्रोसँग बुझाइदिन्छु। ल त्यसो भए सबैले आफ्नो नेपाली कपी निकाल्नुहोस् त। अब हामी प्रश्न उत्तर लेख्नतर्फ लागौं है त। सबैले लेख्यौ? ए ल यस पाठमा 6 वटा प्रश्नहरू छन्। तर गुरुआमा हजुरले हामीलाई 4 वटा मात्रै लेखाउनुभयो, 2टा किन नलेखाएको? ल बस। म तिमीहरूलाई त्यही भन्न गइरहेकी थिएँ, तर तिमीले सोधिहाल्यौ, ठिकै छ। यस पाठमा 6 वटा प्रश्नहरू छन्। मैले तिमीहरूलाई 4 वटा प्रश्नको उत्तर लेखाइदिएकी छु र अब 2 वटा प्रश्नहरू चाहिँ तिमीहरूले घरबाट आफ्नो गृह कार्य सम्झेर लेखेर आउने है त। सबैले आफ्नो सफलमा चिटिक्क पारेर लेख्ने। म भोलि तिमीहरूको यो गृह कार्य चेक गर्नेछु है त। हस्त धन्यवाद।